आज चाहिँ भने हाम्रो घरको यो मिक्सर मेसिन है बनाउनु गइरहेको छ यहाँ दादाले। र दादाको चाहिँ है विशेष कुरा चाहिँ के छ भनेदेखिको उहाँ चाहिँ एउटा ह्यान्डिक्राफ्ट हुनुहुन्छ अनि जसोतसो भए तापनि है आफै गरेर खाइरहेको छ। त्यसरी 29 माइल आउनुभएको तपाईँ कति वर्ष जस्तो भयो? तपाईँको 5 वर्ष। 5 वर्ष भयो है। र तपाईँको जुन चाहिँ एउटा व्यवसाय छ है यो छोडेर अर्को के गर्नुहुन्छ? यही गर्नुहुन्छ है। सही। उहाँ चाहिँ अस्ति नै आउनुभएको थियो हाम्रो घरमा अनि त्यो दिन चाहिँ मैले बनाइनँ अनि नेक्स्ट डे तपाईँ आउनुहोस् तपाईँकोबाट बनाउने छु भनेर भनेको थिएँ। आज आइपुग्नु भएछ अनि उहाँले बनाउँदै हुनुहुन्छ। अनि अर्को कुरा चाहिँ के छ भनेदेखिको यो मिक्सर मसिन चाहिँ बनाउने थिइनँ। किन बनाएको भन्नुपर्दाखेरि चाहिँ एउटा स्यामसङ कम्पनीको भएकोले गर्दाखेरि उहाँले नै भन्नुभयो राम्रो मसिन छ तपाईँले यो राम्रो मसिन बनाउनुहोस् धेरै पैसा पर्दैन भन्नुभयो। र के भएको रहेछ यहाँनिर चेक गरिरहेको छ। दादा खास के भएको रहेछ? कार्बन जलेको है। र हेर्नुहोस् है तपाईँहरू पनि है धेरै हुन्छ अनि सबैको घरमा अहिले घडी त मिक्सर मेसिन हुन्छै हुन्छ। अनि उहाँ जस्तो व्यक्ति उहाँ जस्तो मान्छे है कहाँबाट आउनुहुन्छ तपाईँ? मल्लीबाट आउनुहुन्छ। अनि नबिर्सिनुहोस् हजुरहरूले पनि उहाँकोबाट बनाउनुहोस् किनभने हामीले है मानिसहरू धेरै पाउँछौँ यस्तो चिजहरू बनाउने तर उहाँ जस्तो व्यक्ति हामीले एकदमै कम्ती मात्रामा पाउँछौँ है जसले दुःख गरिरहेको छ आफै। र बनिरहेको छ केही समय बाद है बनिनेछ भने तपाईँको नाम अलिकति यता हेरेर भनिदिनुहोस् न।